चुल्हामा तेल पनि भइसक्यो है देख्न सक्नु तेल पनि हेर्नु त कति राम्रोसँग उमालो के एकदम अब टिकी तल्दै हो है म चाहिँ अब गर्मीको मौसममा अब भित्र पनि कति गर्मी हुन्छ ती भएर ओहो तेल धेरै भएछ थोरै थोरै अब बाहिरी तल्नु पर्यो के आगोमा पनि राम्रो हुन्छ अर्ग्यानिक खाना धेरै राम्रो हुन्छ के ती भएर साथीहरू म चाहिँ बाहिरी तल्दैछु है टिक्की तल्दै हो झाङ पनि अर्को लिनु त माथिबाट रजिना लिनु त अर्को झाङ पनि रजिना झाङ पनि अर्कोले त हेर्नु त कति राम्रोसँग पाएको के टिक्की पनि एकदमै राम्रोसँग चुल्हामा खाना बनाउने को कसले मनपर्छ साथीहरू कमेन्ट त गर्नु होला है मलाई त एकदमै मनपर्छ अर्ग्यानिक चुल्हामा खाना बनाउने चाहिँ एकदम राम्रो के एकदम मनपर्छ तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट त गर्नु होला है।